कस्तो हुँदैछ छुट्टी दसैँ छुट्टी दसैँ कस्तो हुँदैछ आज म छाला पाउँछु तिमीलाई कस्तो हुँदैछ दसैँ कस्तो छ मेरो भागमा चाहिँ दिमागको सिकान चाहिँ के हो विदेशीको बुढीहरू सुहाएको छ है मान्छे त देख्नै नहुने के यो रोटी म खान्न ल राख ढोकामा यो किरिरी आयो त दिन किन ए यस्तो रहेछ नि त कुरा के रे बाबा मैले एकछिन खाए जस्तै होला नि तिमीलाई चुप लाग न म भोलि माछा उता 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 लगिसक्यो किचनमा आफ्नै पोजमा छ है नानीहरू लड्ला है भैलिनी के हो त्यो पान यो सुटीले चाहिँ खानु मन नलागी स्टाइल पाराले खाँदैछ हौ नचल्नु है थोरै खाँदिनँ हौ म त केही खाँदिनँ कसम भने भात खाने भयो मात्र हो म त त्यो मामाकोमा त यस्तो प्लेटको 3 थाल मासु खाएर आएको सुँगुरको कुखुराको जिउ खायो ओइ यहाँ यो मेरो हाम्रो यो एक पोज हान्ने के गर्ने यो पोज हान्छ के मम्मीलाई दिने अरे हो यो मेरो हो त्यो अर्को छ त के भयो छ त छ भने बच्चा गर्छस् यो पनि माछा पनि लगेर उता हालिहाल्छ जुत्तोले ओ यसलाई चाहिँ कि छ नि सानोलाई यो माला यहाँले मेरो हो म एउटा खान्छु कि यो चिसो खान्न कि म एउटा खान्छु देखिस् को यो धनी टेक्यो मेरो अब गइनस् त यहाँले यो कस्तो गनाएको यो यहाँ यो मेरो हो मेरो बुझिस् कसको हो यो इसको बोयफ्रेन्डको नाम आयुष ओछ्यान मुतुई ओछ्यान मुतेको को हो दाँत झार्दी
पानी दुईगा को ए अति गर्छ यार ल यहाँ छोरी बो ओके जुस खानु हुँदैन खोकिरहेको छ त्यत्रो अहिले जुस भन्दा त जुस खान्छस् जुस खान्छस् यो यहाँ राख्दै भयो ए बाछिले लगाउने है तिनटाको हाइसकेको नखाइ मेकअप गरेर आएको रहेछ है यो त देखेको रहेन खोइ खाउन खाऊ अब खाऊ बिर्को नले त यो फुल चाहिँ एउटा मन लाने हो क्या